माननीय हर्क साम्पाङले देश कसरी बनाउने र देश म बनाउँछु, श्रमदान गरेरै देश बनाउँछु र देशलाई अगाडि लग्छु भन्ने हर्क साम्पाङज्यूले एक होटलमा गएर त्यही भएको महिलालाई मलाई आज जाडो भएको छ भनेर आफू कहाँ बस्न बोलाउँछन्। कि यो राम्रो गर्छन्? एउटा देश बनाउँछु भन्ने व्यक्ति र एउटा देशको सरकारमा बस्ने व्यक्तिले एक जनतामाथि गर्ने व्यवहार के यो उचित छ? ल यो भिडियो हेर्नुस् त। मलाई यहाँ जाडो भयो यहाँ भन्नु ए सम्बन्धी यहाँ हो, यहाँ अर्दैन, यताबाट हो, यहाँ हो, मलाई यहाँ जाडो भयो यहाँ भन्नु। यो साँझको राम्रो राम्रो हिरामती वर्षाउनु न आज। हिरामती मात्रै रुँदैछौ? रुन्छु नि दिनमा।